कुवेतबाट अमेरिका पुगेका 8 जना नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरेर नेपाल ल्याइदिएको छ। सुन्दर भविष्यको कल्पना गर्दै तल्लो बाटो अमेरिका पुगेका 8 जना नेपाली ठूलो ऋणको भारी पश्चातापको आत्मग्लानीसँगै अवैध आप्रवासीको बिल्ला भिरेर आकाशको बाटो भएर हतकडी लगाइएका नेपालीहरूलाई नेपालमा झार्ने बेलामा भने उनीहरूको हातमा हतकडी देखिएको थिएन। यसरी डिपोर्ट भएर फर्किनेहरूमा 7 जना पुरुष र 1 जना महिला रहेका छन्। अमेरिकामा आधिकारिक कागजात बिना बसेका नेपालीहरूलाई बुधबार बिहान अमेरिकी जहाज GRP 23 विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिदिएको हो। यो चार्टर विमान अमेरिकाको न्यू ह्याम्पसायर राज्यको पोर्ट समाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएको हो। अमेरिकाले नेपाली सहित अल्बानियाका नागरिकहरूलाई पनि सोही जहाजमा डिपोर्ट गरेको थियो। त्यसैले अमेरिकाबाट उडेको जहाज अल्बानियाको तिरान अन्तर्राष्ट्रिय विमानस्थलमा अल्बानियाका नागरिकलाई ओह्रालेपछि काठमाडौँतर्फ सोझिएको थियो। उनीहरूलाई अमेरिकाबाटै हतकडी र खुट्टामा चेन लगाएर विमानमा हालिएको बयान नेपाल प्रहरीसँग दिएका छन्। ट्रान्जिटमा उनीहरूको खुट्टाको चेन खुले पनि हातको हतकडी भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट झर्ने बेलामा मात्रै खोलिएको बयान प्रहरीलाई दिएका छन्। विमानमा समेत उनीहरूलाई बसेको ठाउँबाट हलचल गर्न दिइएको थिएन। शौचालयको प्रयोग गर्न समेत धेरै पटक अनुरोध गरेपछि मात्रै पाएको उनीहरूले बताएका छन्। उडानमा खाना समेत नदिइएको र उडानका कर्मचारीहरूले दिएको फलफुल समेत एकदमै कम र हतकडी लगाएरै खाना भनिएको बयानमा दिएका छन्। नेपाल ल्याइसकेपछि अमेरिकी सुरक्षा अधिकारीहरूले नै उनीहरूलाई विमानस्थल स्थित नेपाली अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाएका थिए। विमानस्थल अध्यागमनले भने नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाएको हो। प्रहरीमा उनीहरूले आफूलाई लैजाने एजेन्टहरूबारे कुनै उजुरी नदिए पनि केही घटनाक्रमहरू खुलाएका छन्। उनीहरूले एजेन्टलाई 50 देखि 90 लाख रुपियाँसम्म बुझाएर हिँडेर अमेरिका पुगेको बताएका छन्। फर्किएका 8 जना मध्ये 1 जना डोटीका हुन् भने अन्य दाङ र रुकुमका छन्। प्रहरीले उनीहरूले दिएको जानकारी अनुसार नेपालमा एजेन्टलाई पैसा बुझाएर हिँडेका उनीहरू कतै जंगल, नदी तथा समुद्र पार गर्दै मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तर अमेरिका छिरेका थिए। उनीहरू 5-6 महिना अघि मात्रै अमेरिका पुगेको बताइएको छ। पक्राउ परेर आप्रवासी क्याम्पमा रहेका उनीहरूलाई स्वदेश फर्किने कि कानूनी लडाई लड्ने भनेर सोधिएको थियो। जसले अमेरिकामै कानूनी लडाई लड्ने भने उनीहरूलाई हतकडी र चेन लगाएर डिपोर्ट गरिएको उनीहरूले बताएका छन्।